कैलालीको बर्दोगोरिया गाउँपालिका वडा नम्बर 4 ले खाना पकाउने एलपी ग्यासको बढ्दो मूल्य वृद्धिलाई मध्यनजर गर्दै सुधारिएको चुलो वितरण गरेको छ। बर्दोगोरिया गाउँपालिका र एक्वा नेपाल संघको सहकार्यमा आजबाट वडा नम्बर 4 मा सुधारिएको चुलो वितरण कार्यको सुरुवात गरिएको हो। सुधारिएको चुलोमा कम दाउरामा खानाका धेरै परिकारहरू पकाउन सकिनेछ। भान्सामा काम गर्नेहरूलाई धुवाँबाट लाग्ने विभिन्न श्वास प्रश्वास सम्बन्धीका रोगहरूबाट बचाउन समेत सुधारिएको चुलोले काम गर्ने वडा नम्बर 4 का वडाध्यक्ष जगतबहादुर साईले दावी गरेका छन्। गत आर्थिक वर्षमा 200 घरधुरीलाई वडा नम्बर 4 मा सुधारिएको चुलो वितरण गरेका वडाध्यक्ष जगतबहादुर साईले अहिले 1028 घरधुरीलाई सुधारिएको चुलो वितरण गरिने बताएका छन्। हामीले योभन्दा पहिला विगत वर्षमा पनि हामीले 265 जना बर्दोगोरिया गाउँपालिका नम्बर 4 का यहाँका बासिन्दाहरूलाई चाहिँ सुधारिएको चुलो वितरण गरेका थियौँ। त्यति बेला चाहिँ हामीसँग अपुग भएको थियो र अहिले चाहिँ एक्का नेपालसँग बर्दोगोरिया गाउँपालिका र वडा नम्बर 4 का कार्यालय सहकार्य गरेर वडा नम्बर 4 का आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ 1028 वटा चुलो वितरण हामीले गर्दैछौँ। विशेष गरी हामीले चाहिँ प्रत्येक टोलमा घर-घरमा गएर हामीले पहिला चाहिँ डाटा सङ्कलन गरेका थियौँ र घर-घरमा गएर जतिजनाले डाटा दिनुभएको थियो हामीले हाम्रो बर्दोगोरिया गाउँपालिकाका सम्पूर्ण टोलहरूमा 1028 वटाको घर सङ्ख्याबाट 1028 जनाको नाम सङ्कलन गरेका छौँ र त्यो चाहिँ एक्का नेपालसँग पठाएर उहाँबाट 1028 वटा चुलो हामीले आज बर्दोगोरिया गाउँपालिका नम्बर 4 का दाजुभाइ दिदीबहिनीलाई वितरण गर्दैछौँ। विशेष गरी हामीले यो वितरण गर्नको मुख्य कारण के भन्दाखेरि अहिले हाम्रा दिदीबहिनीहरू चुलोमा खाना पकाउँदै गर्दा विभिन्न किसिमका स्वास्थ्य सम्बन्धी धुवाँले गर्दा चाहिँ उहाँहरूलाई विभिन्न किसिमका रोग लाग्ने भएकालाई यसलाई रोकथाम गर्नु साथसाथै र यो अलिकति चुलो सुधारिएको चुलो वितरण गर्दै गर्दा कम दाउरामा सहज रूपमा उहाँले खाना पकाउन सक्ने भएकाले गर्दै हामीले वडा नम्बर 4 का दाजुभाइ दिदीबहिनीहरूलाई यो चुलो वितरण गरिरहेका छौँ। सुधारिएको चुलो पाउँदा बर्दोगोरिया गाउँपालिका वडा नम्बर 4 का स्थानीय नागरिकहरू खुसी भएका छन्। खाना पकाउने एलपी ग्यासको बढ्दो मूल्य वृद्धिलाई आत्मसात गरेर जनताको भावनालाई बुझेर कम दाउरामै धेरै खाना पकाउन सकिने सुधारिएको चुलो वडाध्यक्ष जगतबहादुर साईले वितरण गरेको स्थानीयले बताएका छन्। सुधारिएको चुलोलाई सुरक्षित रूपमा प्रयोग गर्ने समेत स्थानीय नागरिकहरूले अठोट लिएका छन्। यो चुलो हामी जुन हाम्रो वडामा वितरण हुँदैछ हाम्रा दिदीबहिनीहरू एकदमै खुसी छन् र यो चुलोलाई एकदमै राम्ररी प्रयोग गर्नुहुन्छ र जुन एकदमै वातावरण प्रदूषण भइरहेको छ यो चुलोले एकदमै रोक्ने छ र सानो सानो परिवारलाई पनि एकदम राम्रो र सहज बनाउने छ यो चुलोले। अनि म अब ग्यास यति महँगो भइसक्यो त्यही भएर म यही चुल्हाको प्रयोग गर्छु। त्यो वडाध्यक्षलाई धन्यवाद दिन चाहन्छु। अब त्यो फारम लगाऊ राम्रोसँग त्यो चुल्हा लगाऊ भन्छन् अनि दाउरा कम लाग्छ ग्यास महँगो भइसक्यो त्यही भएर कार्यक्रम चुरा वितरण के कार्यक्रम बढिया लागल मिल पाउँछु भन्ने एउटा आशा छ। अब पाइहाल्छु होला। त्यही पनि मतलब अब यसै गाउँपालिकाले एकदम राम्रो काम गरेको बावजुदमा एकदम राम्रो छ भन्ने एउटा सम्भावना राखिरहेको छ हजुर नै। तर यो हो कि अब सुधारेको चुलो चाहिँ मतलब अब एकदम राम्रो दाउरा पनि कम लाग्ने ग्यास पनि महँगो हुँदाखेरि अब त्यही कारणले अब सबैको मतलब खुसी छ भन्ने एउटा सम्भावना रहिरहेको छ। खुसी हुनुहुन्छ? खुसी एकदम खुसी छन् सबै जनताहरू नै खुसी छन्।